आजको क्वेसन चाहिँ दिनेश भट्टजीले सोध्नु भएको छ कि अस्ट्रेलियाले लेभल 3 मा झारिसकेछ, कतिको गाह्रो हुन्छ भनेर सोध्नु भएको छ। सो बेसिकली अब टायर 2 or 3 कलेजेस जस्तै भेट कलेजेसहरूमा तपाईँले अप्लाई गर्नुभयो भने चाहिँ तपाईँको डकुमेन्ट्सहरू अलिकति धेरै स्ट्रिक्टली चेक गर्न सक्छ। अब तपाईँले यस्तोमा अप्लाई गर्ने हो भने चाहिँ तपाईँको एकाडेमिक्स गुड हुनु पऱ्यो, अनि त्यसपछि फाइनेन्सियल डकुमेन्ट्सहरू चाहिँ जेन्युन हुनु पऱ्यो। यस्तो जेन्युन भएन भने चाहिँ तपाईँको भिजा रिजेक्ट हुन्छ। सो अब यो भयो भन्दैमा अब इट्स नट एन्ड अफ अ वर्ल्ड होइन, अब फ्युचर नै सकियो चाहिँ नसोच्नु होला। तर अब डकुमेन्ट्सहरू बनाउँदाखेरि चाहिँ एकछिन पज गरेर अलिकति राम्रो डकुमेन्ट, प्रपर डकुमेन्टहरू तपाईँले पठाउनु भयो भने चाहिँ तपाईँको भिजा लाग्ने चान्सेसहरू चाहिँ छ अझै पनि। सो दिनेश चाहिँ तपाईँले आफ्नो एन्सर पाउनुभयो होला। अनि एभ्री एल्स, इफ यु गाइज स्टिल ह्याभ क्वेरिज अन अब्रोड स्टडिज, let me know on the comments below and download the Mobico app now. Select the best to be the best. Download Mobico app now.